हेलो नमस्ते नमस्ते सबैजनालाई मुस्ताङको यहाँ कागबेनीबाट हामी चाहिँ अहिले यहाँ कागबेनीबाट माथि मुक्तिनाथको लागि जाँदैछौँ। मुक्तिनाथ मन्दिरमा दर्शन गर्नको लागि होइन। बाइ द वे हामी चाहिँ भर्खरै माथि अप्पर मुस्ताङको स्याङबोछे भन्ने ठाउँबाट फर्केका हौँ। तपाईँले त्यो भिडियो चाहिँ पार्ट 2 मा हेर्न सक्नुहुन्छ मेरो युट्युब च्यानलमा है। मुस्ताङ ब्लगको पार्ट 2 मा जर्नी चाहिँ जस रमाइलो थियो। कोराला बोर्डरसम्म नै पुग्ने प्लान गरेको थियौँ। तर बाटो चाहिँ जस ठिकै हो बाटो त होइन, तर अलि ढुङ्गा ढुङ्गा टाइपको रहेछ। त्यो ग्राभल धेरै टाइपको रहेछ होइन। नेकेड स्पोर्ट्स टाइपको बाइकहरूलाई चाहिँ अलिक गाह्रो हुने रहेछ है। स्पेसली डबल लोडमा भयो भने चाहिँ धेरै गाह्रो हुने रहेछ होइन। जस स्याङमुजेसम्म मात्रै पुग्न पनि जस इट इज वर्थ। जस त्यहाँनिर पनि भ्यू पोइन्ट रहेछ, त्यहाँबाट पनि जस राम्रो देख्दो रहेछ हिमाल। अनि पारिपट्टि चारैतिर मरुभूमि टाइपको हुन्छ नि, त्यस्तो देख्दो रहेछ होइन। जति आए पनि नअगाउने ठाउँ छ होइन। हिमाल पारिको जिल्लाहरू होइन मनाङ मुस्ताङ। अनि बाइ द वे तल कागबेनीबाट माथि मुक्तिनाथ आउनेसम्म बाटो चाहिँ लगभग सबै ठाउँमा नै पिच छ। यहाँ देख्नुभएको ठाउँमा बाइक यो पनि एकचोटि पिच भएको तर भाँचिएको रहेछ। यहाँनिर पनि निकै चिसो नै रहेछ। मलाई लाग्छ प्रोबेबली लाइक -1 त्यस्तै छ होला जस्तो लाग्यो। 3-4 डिग्री त डेफिनेटली छ पोजिटिभमै भयो। गुड मर्निङ सबैलाई अनि ह्याप्पी न्यु इयर 2082 वैशाखको 1 गते आज। तीर्थयात्रीहरूको पनि म निकै चाप देखिरहेको छु यहाँनिर। म त अघि 5 बजी मान्छे हिँडेर गइरहेको थियो। मार्फाको स्याउ हो दिदी। हजुर अब यो सिडी चढेर चाहिँ हामी माथि मुक्तिनाथ मन्दिरमा पुग्छौँ है त। मुक्तिनाथ मन्दिर खुला रहने समय यहाँनिर रहेछ साथी हो। बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म, दिउँसो 1 बजेदेखि बेलुका 6 बजेसम्म सिडी चढेर जाने यहाँबाट। अनि कोही हिँड्न नसक्नेहरू हुनुहुन्छ भने यहाँनिर स्ट्रेचरमा बोकेर लाने व्यवस्था पनि हुन्छ। अनि घोडा पनि पाउँछ। यहाँ बाबाहरू बस्नुहुन्छ। अहिले चाहिँ आइसक्नु भएको छैन बाबाजीहरू। ल 10 मिनट जतिको सिडी चढाएपछि हामी यहाँ मुक्तिनाथ मन्दिरको गेटमा आइपुगेछ। हजुर यहाँनिर नेपालको झन्डा छ, पानी छ नि हजुर जग्गामा। हजुर झिक्नुहोस्। अनि तपाईँहरूलाई यहाँको भ्यू देखाइदिन्छु म। यहाँ तल हो मुक्तिनाथको
होटलहरु हिमालहरु छ टन्न ल यहाँनिर त्यसपछि गेट मा प्रवेश गर्ने यहाँनिर फेरि पुरानो मन्दिर छ जस्तो लाग्यो अर्को चलाऊ चलाऊ घन्टी बजाउनै पर्यो के गर्ने मिटर भन्दा तल झरेर आराम गर्ने भनेपछि त हामी जम्सम भन्दा नि मुनि जानुपर्ने रहेछ हैन ब्रदर त्यो हिसाबले त सिरियो हो रहेछ ल यहाँनिर उपचार केन्द्र पनि रहेछ है त लेक लाग्यो भने तपाईँ चिन्ता नगर्नुहोस् तपाईँको ढुक्कै उपचार हुन्छ यहाँनिर ल केटाहरूले अब पाप पखाल्दैछ नि है त ल ल केटाहरू पापी केटाहरूले पाप पखाल्दैछ यहाँ अब अनि हामी चाहिँ भर्खर यहाँ मुक्तिनाथबाट झरेको बिहान केटाहरूले मुक्तिनाथको दर्शन गर्यो अब यहाँबाट सिधै गयो भने चाहिँ तल जोमसुम पुग्छ अब यहाँबाट चाहिँ एरो देख्न सक्नुहुन्छ दुम्बा लेक सो हामी चाहिँ अहिले दुम्बा लेक जाँदैछ अहिले बिहानको 9:30 भयो अब हामी दुम्बा लेकतिर लाग्छौँ है त यताबाट ल बाटोमा यहाँ के एप्रिकट हो त्यो दिदी स्याउको मारा अलराइट अब हामी दुम्बा लेकको लागि हिँड्दैछौँ
अस्तिको पालि आउँदाखेरि चाहिँ पुरा अफरोड थियो, अहिले चाहिँ पिच भएको रहेछ, कहाँसम्म भएको छ हेरौँ है त। ए स्याउबारी फुल फुलेछ यार स्याउको। ओह्रालो छ है यहाँ, कहाँनिर बिस्तारै हिँड्न है। यहाँ स्वास्थ्य चौकी रहेछ, जमसम स्वास्थ्य चौकी चेमी। त्यो भाग गरेर हेर्छ कि यही हो। आयो तपाईँको दुम्बाताल, यता जोमसम बजार, जोमसम एयरपोर्ट। हामी भर्खर दुम्बाताल हेरेर झरेका छौँ होइन। दुम्बातालबाट अब उता जङ्सनतिर नफर्किकन यता दक्षिणतिरको बाटो हुँदै आएर यता मुनि झरेर चाहिँ यो माछाभन्दा अलि माथिको के हो यो गाउँमा वारीपट्टि चाहिँ आउँछ। यहाँनिर यो झोलुङ्गे पुल छ, यहाँनिर यो सरेर जानुपर्छ।
हाम्रो चौबरी मार्फा गाउँमा यो चाहिँ कबड्डी गल्ली रहेछ है केटा त्यो कबड्डी गल्ली रहेछ जेरी गल्ली उतापट्टि हो कि जस्तो लाग्यो यो होइन यो कबड्डी जेरी अगाडि ल ठिक छ ओ यो ढाक्ने गल्ली यही होला जेरी गल्ली यो हो कि कहाँनिर हो ल आयो केटा जेरी गल्ली ओए के हो साइड लाउनु न दिन्छ रोकिरहेको चाहिँ यसो साइड यही फोटेर गइहाल्ने के होइन त्यही त साइड लाउनु न गल्ली त थुप्रै रहेछ के अरे जेरी गल्ली ढाक्ने गल्ली कबड्डी गल्ली यो त हाङ रहेछ हाङ रहेछ यो हाङ गल्ली रहेछ